ट्रम्पले बाइडेन प्रशासनमा अफगानिस्तानबाट आएका सबै आप्रवासीहरूको पुनर्परीक्षण गर्ने घोषणा। वाशिंगटन डीसी नोभेम्बर 27 अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार साँझ बाइडेन प्रशासनको समयमा अफगानिस्तानबाट संयुक्त राज्य अमेरिका प्रवेश गरेका सबै नागरिकहरूको पुनर्परीक्षण गर्नुपर्ने घोषणा गर्नुभएको छ। एनबीसी न्यूज, सीबीसी न्यूज। यो घोषणा वाशिंगटन डीसीमा 2 नेशनल गार्ड सदस्यहरूलाई गोली हानी घाइते बनाउने घटना भएको केही घण्टापछि आएको हो। एनबीसी न्यूज। राष्ट्रपति ट्रम्पले यो गोलीकाण्डलाई आतंकवादी कार्य भन्दै अभियुक्त सन् 2021 मा अफगानिस्तानबाट आएको बताउनुभयो। सीबीसी न्यूज। होमल्यान्ड सेक्युरिटी विभागले अभियुक्त रहमानुल्लाह लाकनवाल नामक व्यक्ति हो भनी सार्वजनिक गर्यो, जो सन् 2021 मा बाइडेन युगको अपरेसन अलाइज वेलकम कार्यक्रम अन्तर्गत संयुक्त राज्य अमेरिका प्रवेश गरेका थिए। सीबीएस न्यूज। यो कार्यक्रमले अमेरिकी सेना र कूटनीतिज्ञहरूसँग दोभाषे र अनुवादकको रूपमा काम गर्ने अफगानीहरूसहित लगभग 76,000 मानिसहरूलाई अमेरिका ल्यायो। सीबीसी न्यूज। फ्लोरिडाबाट सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले भन्नुभयो, हामीले अब बाइडेन अन्तर्गत अफगानिस्तानबाट हाम्रो देशमा प्रवेश गरेका प्रत्येक एलियनको पुनर्परीक्षण गर्नुपर्छ र जुनसुकै देशबाट आएको कुनै पनि एलियनलाई हटाउन सबै आवश्यक उपायहरू लिनुपर्छ जो यहाँ हुनुहुँदैन वा हाम्रो देशमा लाभ थप्दैन। द हेल। राष्ट्रपतिको यो टिप्पणीको तुरुन्तै पछि अमेरिकी नागरिकता र अध्यावंग सेवाहरूले बयान जारी गर्दै अफगान नागरिकहरूसँग सम्बन्धित सबै अध्यावंग अनुरोधहरूको प्रक्रिया अनिश्चितकालका लागि रोकिएको घोषणा गरे। सीबीएस न्यूज। ट्रम्प प्रशासनको एक आन्तरिक मेमोरान्डममा बाइडेन प्रशासनको अवधिमा भर्ना भएका सबै शरणार्थीहरूको समीक्षा गर्न आह्वान गरिएको छ, जसले 2 लाख मानिसहरूलाई असर गर्न सक्छ। एनबीसी न्यूज।